ओए माछन् खाइछ यार थारामा मान्छे खोलो चाहिँ यति ठुलो पुल पनि यति सानो के हो यस्तो पुल हे भगवान खोलो चाहिँ यस्तो डेन्जर छ पुल भने यत्रो छ यताबाट ढल्ने हो कि यताबाट ढल्ने बनाउँदै त रहेछ त्यही पनि अहिले ठुलो खोलो आयो भने गाह्रो छ साथीहरू यस्तो छ अहिले निस्किने काट्दै आन्टी टोटल रिभ्यू दिनु कस्तो लाग्यो यहाँ आउँदासम्म कस्तो लाग्यो कतिको खुसी लाग्यो बहुत टेन्सन पर्यो त्यसलाई यस्तो भन्ने भयो पछि त लाग्छ एकचोटि फर देखेपछि नि भन्नुलाई मलाई कस्तो लाग्ने यहाँ राम्रो रहेछ हेर त पानी चाहिँ बन्दै रहेछन् के हो के नाम छ पल्ला चौरो वातावरण मैत्री पोखरी तथा चौपाबारी उपभोक्ता वा ठिक छ यतिको बनाइदिनु पर्ने यहीँ चाहिँ यस्तो बस्नु पर्यो अलि भनी खुसी लाग्यो रे आन्टीलाई अम्साले त्यो पानी खानलाई छिन् भैँसीले जस्तरी म चाहिँ यसरी बसे हो साथीहरूले चाहिँ हाम्रो गाउँमा पनि यस्तो बनाउने भनेर भनिरहेछन् अब हामीले यसको लागि केही न केही गर्छौँ हो न हामी थोरै विश्रामपछि हिँडिसकेका छौँ साथीहरू मलाई चाहिँ यस्तरी बरिया बनाहन् यिनीहरूका नन्द भाउजूले हामी आफू अगाडि त्यसरी हिँड्छन् एउटा जाँइ लगाएर आइछिन् चप्पल र जाँइ झोला ग्याङ म्याचिस जस्तो देखिन कसम झोला ग्याङ म्याचिस जस्तो अनि म चाहिँ यस्तो मकै चोरेर झोला भएर राखेर हिँड्नु न काँक्रा चोर्न हुन्थ्यो तर चाउचाउको सुप राखेर अहिले काँक्रा चोर्न जानुपर्छ है अघि कस्तो दामी थियो के यार यिनी हरामीले हो अमिषा के भन्ने रे छरा भगवानले रक्षा गरून् भन्ने यस्तो डेन्जर भएर यस्तो दामी दामी फुलहरू रहेछ त्यही हो बाटो हेर्दा त भगवानलाई सम्झिन्छ जस्तै छ ऊ त्यहाँ रहेछ कि त्यो बाटो हामी त के बाटो आयौँ के बाटो यस्तो जङ्गलभित्र अब बल्ल बाटो भेटाउँदैछौँ साथीहरू तल हो के तल हो कि माथि यहाँबाट चाहिँ उकाल निस्किन पर्यो ए भगवान कति धेरै टाढा हो र साथीहरू घरि तल घरि माथि के हो यस्तो बाटो खोइ कुकुर होला नि अब ठ्याक्कै यही तल खर छरो ए बा आमा कस्तो डेन्जर पहाड र अबे मम्मी खै र मम्मी कति यतातिर डर हो यहीँ हो क्या चेन्ज गरेको हामी यहाँ थियौँ नि त्यो मकै बारी बारी आयो है यता आउने रहेछ क्या मकै बारी बारी होइन कि यहाँबाट झरेका भए हो यहाँ यत्नै लुकेर एउटा चेन्ज गरेको कि पुष्पा आन्टीले मैले अब यस्तो पाल ओढाएर छ कति डेन्जर हो र
त्यहाँ गएर कसरी चेन्ज गर्छौ र हजुर भिडियो गराइदिउँला के छ र यहाँ ल फाइनल लुक्स चाहिँ म छोराको त्यही नजिकै गएर गराउनेवाला छु अहिले चाहिँ हरिब थके पनि लाख अहिले गर्छु ल यहाँ माथिदेखि चाहिँ यस्तो देखिन्छ साथीहरू अब चाहिँ हामी तलै जानेवाला छौँ तल गएपछि देखाउँछु ल अरू चाहिँ यत्रो दुःख गरी हिँडेको चाहिँ बल्ल अलिकति राम्रै ठाउँमा दुःख गरे जस्तो चाहिँ फिल भयो वर्थी चाहिँ छ जे होस् भनौँ न आउँदाखेरि चाहिँ हरिब दुःख गरेर हिँडेको खुट्टामा फोरू पर्यन्तको हिँड्यो तर यहाँ आउँदाखेरि जो छोरालाई देखेर आनन्द रिलिफ चाहिँ मिल्नेवाला छ ल साथीहरू त्यही नै हो हामी त्यति बेला यहाँनिर कत्न थियो कि त्यो पिङ थियो होइन यहीँनिर पिङ थियो अहिले चाहिँ रहन्छ मन्दिर पनि छ कि यहाँ ए पहिलाको कुरा त सब रिमाइन्ड हुन्छ नि यसमा आउँदा त यहीँनिर हो न के अहिले त कोही छैन त अनि हामी त अलि उता गएर दुईवटा छोराको फोटो नि खिच्न बसेको थियौँ अनि त्यसपछि भिजेका कपडाहरू ल्याइदिएर सुमुत्री अनि कटेज अरे के त्यहाँ कटेज पनि रहेछ साथीहरू डेन्जर देख्छ त हौ भ्यू त वाउ नाइस यार ठाउँ पनि डेन्जरै छ अलिकति खतरा छ अनि जाने बाटो पनि त्यस्तै छ फेरि छोरा पनि डेन्जरै छ है खै ए यो थेची तँ पुलमा गथिस् पुलमा गथिस् त फेरि कसले भन त यहाँ आँखम भन्ने यहाँबाट गइन्छ मेला पोखरा निस्किन्छ अनि त्यही बाटो अप्ठ्यारो हो निस्किन्छ यताको सही छ के यताको माथि घर के त फेरि यहाँ के गर्नु बस्यो त के गरेर बस्छस् त यहाँ के हिँड पौडी खेल्नु ल हाम्रो नयाँ साथी पनि थपिसके है को र गोले भन्ने कसको बाइक छ यहाँ त NS 200 ए यस्तो मन्दिर पनि छ है यहाँनिर ओ माई गड यहाँ चाहिँ एउटा मन्दिर पनि छ यस्तो बवाल छ यस्तो बवाल देखेँ ल माथि म तलै गएपछि देखाउँछु ल कता हो त यता जाने बाटो चाहिँ यस्तो डेन्जर छ यस्तो पुल पनि रहेछ है यहाँनिर 25 सेकेन्ड पारि जान्छ भाइ जान्छ 25 सेकेन्ड लो यहाँ त कुरकुरे ह खाम खोइ त मान्छे फेरि हामी तल कसरी जान सकिन्छ त ओइ तल नजानी र अहिले त्यताबाट आएपछि जाम्ला के त ए भगवान यस्तो राम्रो मम्मी नहल्ला न डर लाग्ने आमा त सानो छोरो नि त्यस्तो डेन्जर भयो त ठुलो छोरो ल साथीहरू अमिलेको छोरा भनौँ न छोराको चाहिँ यही नै हो हामी लास्ट डेस्टिनेसन भनेको यही नै हो यस्तो बवाल यस्तो दामी यिनीहरू त हेरै भयो अनि यस्तो दामी पुल पनि छ यो पुलबाट खतरा फोटो आउँछ अनि त्यसपछि भिडियो पनि दामी छ ल यही हो है छोरा चाहिँ यही हो साथीहरू यस्तो डेन्जर तरिकाले आयो कि माथिदेखि हामी चाहिँ तल छौँ अनि यस्तो डेन्जर छ तल चाहिँ हाम्रो यस्तो तरिकाले त्यहाँ झरेर चाहिँ पानी चाहिँ यहीँसम्म आयो कि पुरै रोजनी तरिकाले
यस्तो छ फाइनल लुक चाहिँ यस्तो छ डेन्जर छ अनि सो झरना चाहिँ यही नै हो अब चाहिँ हामी फोटो भिडियो सुट गर्छौँ ब्याट्री पनि एकदमै कम छ सो थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई लभ यु Walking alone, the streets are empty. The only thing I can see is my own silhouette. I'm getting stronger, step by step. The clock is ticking, but there's no time for regrets. I've been flying from town to town, from London to